मेरो यहाँ होइन चरीकोटमा क्यारम र फुलको बोट ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै तिम्रो घर त्यही तल होइन र तिमीले मलाई चिनेको छैन र ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै मेरो माया छ भने त्यता पानी खाने न्युपारी औ यता ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै सर मदानी सर र पोइको घर नजानेको छ र ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै घर मेरो यहाँ होइन चरीकोटमा क्यारम र फुलको बोट ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै घर मेरो यहाँ होइन चरीकोटमा क्यारम र फुलको बोट ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै तिम्रो घर त्यही तल होइन र तिमीले मलाई चिनेको छैन र ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै मेरो माया छ भने त्यता पानी खाने न्युपारी औ यता ट्याक्सी गुडाउँदै के भन्ने दाइलाई पकाउने पोखरा नगेली बाटो घुम्ती रमाइलो सरर पार गर्दै
रकेट आउँदैछ घुम्ती रमाइलो सरल पार गर्दै हाम्रोतिर यसलाई रकेट भन्छ माया होटल कार उड़ाउँदै कतै उकाली कतै ओह्राली जीवनको बाटो छ हेरो जिन्दगीको यात्रा अब हुन आयो मिठो मनसँग मन मिलाउँदै माया मोटर कार घुडाउँदै जिन्दगी भरि सधैँ यसरी नडेली बाटो घुम्ती रमाइलो तिमी मेरो पूजा तिमी मेरो धन तिमी मेरो पूजा तिमी मेरो धन
यहाँ होइन चरीकोटमा क्यारम र फुलको बोट ट्याक्सी गुडाउँदै बाई रोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै बाई रोडको बाटोमा धुलो उडाउँदै अब हामीले धनकुटालाई बाई बाई गरेर धनकुटाको कष्टकरपूर्ण यात्रालाई पार गरेर हामी यो अरुण नदीमा रहेको पुल अरुण पुलको माथि छौँ। अब यस पछाडि हामी भोजपुरको लागि प्रस्थान गर्नेछौँ। भोजपुरको त रौनकै बेग्लै छ नि होइन। अब पिच हाम्रो प्यारो भोजपुर लौ है आयो भोजपुर। आज तपाईहरुलाई हामीले धनकुटाको पाखरीबासदेखि लेबुवासम्मको यात्राको विवरण देखाइ नै सकेका छौं। अब हामी लाग्ने छौं भोजपुर बजारतर्फ। आशा छ भोजपुर बजारसम्मको यात्रा आरामदायी रहनेछ। र यस्तै भिडियोहरुको लागि तपाईहरुले यो हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट र शेयर पनि गरिदिनु होला भन्ने हामी अनुरोध गर्न चाहन्छौं। तपाईहरुको लाइक, कमेन्ट, शेयर र सब्स्क्राइबको ज्यादै महत्त्व रहनेछ। र यो हाम्रो च्यानललाई माया गरिदिनुहोस्। हामी यस्तै भिडियोहरु लिएर पुनः आउने छौं। धन्यवाद।